नेपाल पत्रकार महासंघ ओखलढुङ्गा जिल्ला शाखाद्वारा आयोजित पत्रकारितामा कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग विषय तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि यस शाखाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ मेरो आदरणीय मित्र लाखबाजी शेर्पाज्यू, सामुदायिक रेडियो प्रसारक समिति कोशी प्रदेशका अध्यक्ष टेकबहादुर खड्काज्यू, पनिजका प्रदेश महासचिव विलास सुनवारज्यू, आदरणीय अग्रज पत्रकारज्यूहरू शिव ढुङ्गाना, लीला श्रेष्ठ, कुलबहादुर तामाङ, भिएन श्रेष्ठ, एसपी जेरो लगायत उपस्थित सम्पूर्ण यहाँ चाहिँ कल्याण दाइदेखि तपाईँ नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु। 2081 मङ्सिर 28 गते मेरो नेतृत्वमा नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको नयाँ कार्य समिति गठन भइसके पश्चात ओखलढुङ्गा जिल्लाको पत्रकारिताको विकासका लागि, विशेष गरी पत्रकारहरूको क्षमता विकास र सञ्चार माध्यमहरूको संस्थागत विकासका लागि महासंघले आफ्नो तर्फबाट के गर्न सक्छ भन्ने हामीले केही योजना खाकाहरू निर्माण गरेका थियौँ। सोही अन्तर्गत यी यस्ता कार्यक्रमहरू निरन्तर रूपमा हामीले सञ्चालन गरिरहेका छौँ। सुरुवातमा हामीले आधारभूत पत्रकारिताको तालिम सञ्चालन गऱ्यौँ, घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरेर। त्यसपछि पत्रकार आचार संहिता र क्षमता विकास तालिम आयोजना गऱ्यौँ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशकै सहयोगमा हामीले वर्षेनी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। सुरुवातको एउटा तालिममा 16 जना साथीहरू सहभागी हुनुहुन्थ्यो। त्यसपछिको अर्को एउटा तालिममा 21 जना साथी सहभागी हुनुहुन्थ्यो। फेरि अर्को सञ्चालित तालिममा 45 जना साथीहरू सहभागी हुनुहुन्थ्यो र हामी यो तालिममा 25 जना सहभागी हुन्छौँ। तर 25 जनाको हाम्रो कोटा भए पनि हामी त्योभन्दा बढी पनि यहाँ सहभागी हुन पाउँछौँ। त्यसको व्यवस्थापकीय हिसाबले शाखाले थप दायित्व लिएर कार्यक्रम सञ्चालन गर्छ। यहाँको सक्रिय सहभागिताका लागि म अनुरोध गर्न चाहन्छु। यो किन त भन्दाखेरि मैले पुरानो कुरा किन जोडेको भन्दा हामीले आधारभूत पत्रकारिताको तालिम सुरुवात गरेदेखि आज यो कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को तालिमसम्म आइपुग्दाखेरि यहाँ धेरै मैले हाम्रो बिबिसा बहिनीदेखि अरू धेरै साथीहरू देखिरहेको छु। कल्याण दाइले हामीले सुरुदेखि नै फलो गरिरहनु भएको छ होइन। यसको मतलब के हो त भन्दा आधारभूत तहको तालिमदेखि प्रविधि मैत्री तालिमसम्म आइपुग्दाखेरि त्यो एउटा तालिममा सहभागी कम्तीमा पनि 5 जना साथीहरू चाहिँ पत्रकारितामै स्थापित हुनुभएको छ। यो चाहिँ हाम्रो शाखाको लागि र सिङ्गो पत्रकारिता ओखलढुङ्गाको पत्रकारिताको लागि यो खुसीको कुरा पनि हो। अब पूर्ववक्ताज्यूहरूले भन्नुभयो त्यो सबै कुरा मेरो आदरणीय अग्रज व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले भनेको सबै कुरामा मेरो सहमत छ। र थप उहाँहरूभन्दा अलि बढी युवा हुनुको नाताले मेरो केही थप कुराहरू पनि छन्। भनेको के हो त भन्दाखेरि हामी जसले परम्परागत खालको पत्रकारिता गर्दै आयौँ, हाम्रा लागि चाहिँ यो दुईटा कुरा छ, कि पहिलो हुन्छौँ कि पछि पर्छौँ। दुईटा पमा एउटा कुरा हुन्छ। किनभने नयाँ पुस्ताले नयाँ खालको ज्ञान आर्जन गरेको छ, नयाँ खालको सिप आर्जन गरेको छ, गर्नुपर्छ, गरेकै हुन्छ। किनभने हजुरबाभन्दा बुवा अलि अगाडि, बुवाभन्दा दाइ अलि अगाडि, दाइभन्दा भाइ अलि अगाडि, भाइभन्दा छोरा भतिजा नातिहरू केही न केही स्कुल नगइकन पनि अगाडि हुन्छ छ नि। मलाई जति मान एउटा मोबाइलको उदाहरण दिने हो भने तपाईँहरू सबैमा होला, मलाई जति मोबाइल चलाउन आउँछ त्योभन्दा बढी चाहिँ मेरो 10 वर्षको छोरी र 6 वर्षको छोरालाई अझ बढी आउँछ क्या। त्यो त त्यही विषय पढेको सिकेको त होइन नि होइन। उनीहरू जन्मेकै 5-6 वर्ष वा 8-10 वर्ष भयो, त मैले मोबाइल चलाएकै 18-20 वर्षको हो। तर पनि किन पछिल्लो पुस्ता अगाडि छ त भन्दाखेरि प्रविधिसँग चाहिँ पछिल्लो पुस्ता जबरजस्त अगाडि छ, हुनु पनि पर्छ। त्यसकारण हामीहरू कि पहिलो बन्ने हो कि पछि पर्ने हो। त्यसका लागि कि हामीहरूले सिक्नुपर्छ कि हामीहरूले यो पेशाबाट सकिनुपर्छ। यो दुईटा कुरा देखिएको छ।
हामी सहभागिताको हिसाबले थोरै सङ्ख्यामा होला यहाँ 20-25 जना होला। वास्तवमा पत्रकारिताको कुरा गर्ने हो भने हामीसँग पत्रकार महासङ्घमा आबद्ध भएका साथीहरूको सङ्ख्या 42 छ यो जिल्ला। त्यसमा पनि रेडियोका साथीहरूको सङ्ख्या बढी छ। 14-15 जना साथीहरू अहिले पनि रेडियोमा हुनुहुन्छ, सबै रेडियोमा 14-15, 1 जना 2 जना चाहिँ तलमाथि हुन्छ। अघि हाम्रो अकुराको प्रदेश अध्यक्षज्यूले भन्नुभए जस्तै हामी 8-10 जना चाहिँ स्थायी खालका छौँ। त्यो 10 बाट 11 पनि स्थायी हुन सकेको छैन, 9 पनि भएको छैन। त्यस्तो खालको सङ्ख्या चाहिँ विगत 10-15 वर्षदेखि देखिरहेको अनुहारहरू छ। त्यसभन्दा बाँकी अरू चाहिँ 5-7 जना 10 जना चाहिँ कोही यसो जेन्जी खालका साथीहरू आउनुहुन्छ, उहाँहरू एउटा आफ्नो वृत्ति विकास गर्नुहुन्छ, अगाडि बढ्नुहुन्छ, जानुहुन्छ। कोही अविवाहित खालको आउनुहुन्छ, विवाह भएपछि पलायन हुनुहुन्छ। पत्रकारितामा अनेक खालको चुनौतीहरू छन् होइन। तथापि पनि हामीले एकचोटि पत्रकार महासङ्घले यो ओखलढुङ्गामा सञ्चारसँग सम्बन्धित काम गर्ने विभिन्न परियोजनाहरू आउँदाखेरि यो चाहिँ पत्रकार टिकाउन समस्या हुने भयो, गाउँ गाउँको सामुदायिक पत्रकारहरू उत्पादन गर्न समस्या हुने भयो भनेपछि त्यतिखेर हामी दीर्घदायी हुनुहुन्थ्यो होइन। उहाँहरू हामी एक खालको प्लान गरेर चाहिँ यो बुहारी पत्रकारिता भनेर गाउँ गाउँमा गएर, किनभने विवाह गरेर आइसकेको बुहारीले त्यो गाउँ छोडेर त हत्तपत्त हिँड्दैन नि, हत्तपत्त अन्त जाँदैन नि भनेर त्यो पनि अभ्यास गऱ्यो। तर त्यो पनि सजिलो भएन, धेरैजना स्थापित गर्न सक्नु भएन। आज प्रतिनिधिमूलक यो उपस्थिति छ यहाँ। रेडियो ओखलढुङ्गाको रेडियोको पृष्ठभूमि हेर्ने हो भने यहाँ चाहिँ लीला श्रेष्ठ, तपाईँहरू धेरैजना नयाँ साथीहरूले पनि चिन्नुपर्छ। लीला श्रेष्ठ चाहिँ ओखलढुङ्गामा एक जमाना रेडियोमा एक छत्र राज गरेको मान्छे हो। मैले यसो भन्दा खासै फरक नपर्ला। उहाँले त्यो रेडियो ओखलढुङ्गामा रेडियो चाहिँ छ, रेडियो कर्मीहरू छन् भने उहाँको स्वर पनि त्यस्तै, फेरि हल्का गायनमा पनि कला भएको होइन। सबै कुरामा चाहिँ पर्फेक्ट भएर एउटा चाहिँ पहिचान बनाउनु भएको व्यक्ति आज पनि हामीसँग हुनुहुन्छ। किनभने उहाँले पनि यो तालिममा सक्रिय सहभागिता जनाउनुहुन्छ। हामीसँग बिएन श्रेष्ठ हुनुहुन्छ, मलाई थाहा छ। उहाँले रेडियोको फरक खालको अभ्यास गरेर आउनुभयो। तपाईँहरूले कति सुन्नुभयो, पहिला डोको हेर्ने, डोकोमा बोकेर डाँडा डाँडामै रेडियोमा जाने, उहाँसँग कति अनुभव छ होला। हामी यो बसाइमा यो पनि सिक्छौँ। हामीले विगतको कुरा, हामीले आफ्नो हजुरबुवाको संस्कार वा हजुरबुवाको पालाको दुःख बुझेनौँ भने हामीले हाम्रा नातिहरूलाई हाम्रो संस्कार र हाम्रो दुःख वा हाम्रो चाहिँ परिवारको स्ट्रक्चरबारे बताउन सक्दैन होइन। हाम्रो चाहिँ शिव सरहरू यो जिल्लामा लामो समयदेखि काम गरिरहनु भएको छ। व्यवस्थापकीय हिसाबले टेक्सरहरूले रेडियोमा कसरी व्यवस्थापन काम गर्न सकिन्छ, टिमवर्क कसरी गर्न सकिन्छ भनेर गरिरहनु भएको छ होइन। यो हिसाबले पनि अरू हामी थुप्रैजना मान्छे छौँ होइन। हामी आफै रविन सर, एसपी सर, हामी सुरुवात गरेको भिजन हेऱ्यौँ। त्यो बेलामा एउटा समय अर्कै खालको थियो। यसो फर्केर हेर्दाखेरि 12-15 वर्ष भइसक्यो हामीले मिडिया हाउस सुरुवात गरेको। जुन बेलामा मिडिया हाउसमा चाहिँ कम्तीमा 16 जना 17 जना चाहिँ साथीहरू राखिन्थ्यो। मलाई टेकमामाले भनेको याद छ क्या, एउटा कार्यक्रममा थियो हामी भेडेटारमा। अनि मलाई यस्तै रेडियोका साथीहरू कोही काम छोड्ने, कोही राख्ने, कोही के गर्ने तनाव हुँदा मामाले भन्नुहुन्थ्यो, भान्जा यो के फौजी किन राखेको धेरै भन्नुहुन्थ्यो होइन। भनेपछि हामी त्यसरी मिडियाहरू सुरुवात गरेको, अगाडि बढेको। अहिले बढी नबढी 5 जना राख्यो भने इनफ हुने समय आयो। त्यो नसकेर नराखेको होइन, किनभने हाम्रो हिजो 15 जनाले गर्ने काम अहिले 5 जनाले भिजनकै कुरा गर्ने होइन, अहिले 5 जनाले थ्याक्ने परिस्थिति छ। अर्को कुरा के हो भने हामी हिजो लामो समय दुःख गऱ्यौँ। जस्तो मानव म एउटा डिजाइनर पनि हो, एउटा फोटोसप डिजाइन गर्न सिक्नलाई कम्तीमा पनि 3 महिना 5 महिना लाग्यो। पत्रिका डिजाइन गर्न सिक्न त झन् राम्रो सिक्नलाई 1 वर्षै लाग्यो। सिकाउने मान्छे पाउन गाह्रो थियो। अहिले के छ, सिकिदिनुहोस् न हजुर भन्नुभयो भने मलाई सिक्ने भने मनलाई नजान्ने देखेको भन्ने खालको चाहिँ युवा साथीहरूको एउटा धारणा भन्छ। कति बोलिन्छ, कति चाहिँ बोलिँदैन। तर प्रस्तुति के हो, यो तपाईँको जिन्दगी बन्छ, सिकिदिनुहोस् न प्लिज भन्दाखेरि पनि होइन, म पहिले जानेर आएको भन्ने खालको छ। त्यसो गर्दाखेरि चाहिँ हामीले सिक्दैन। मान्छेले जबसम्म जान्दैन तबसम्म सिक्दैन।
सिकिसकेपछि नजान्ने भएर बाँच्नु पर्दैन। त्यसकारण हामी पोखरढुङ्गामा पत्रकारिता गरिरहेको पुरानो र नयाँ युवा जेन्जी साथीहरू यहाँ सबैजना हुनुहुन्छ। पुरानादेखि नयाँसम्मको सङ्गम बनाएर अगाडि बढौँ भन्ने उद्देश्यले यो खालको सहभागिताको हामीले डिजाइन गरेको हो। र अर्को कुरा चाहिँ के हो त भन्दाखेरि पत्रकारितामा एआई हाम्रो लागि अवसर हो। चुनौतीहरूलाई हामीले सामना गर्दै अवसरहरूलाई क्यास गर्दै अगाडि बढ्ने। अहिले सिक्न खोज्नु मात्रै पर्छ, जान्दिनँ भन्नै पर्दैन। तपाईँ अहिले चाहे यो एआई टुल्सहरू प्रयोग गरेर गुगलमै युट्युबमै जहाँसुकै सिक्न चाहिँ के अरे खोज्न चाहिँ जानुपर्छ। खोज्न खोजेको के हो, आफूलाई चाहिएको के हो भन्ने कुरा चाहिँ जान्नु पर्यो। हाउ टु समथिङ टाइप गरेपछि सबै कुरा आइहाल्छ। तर हामी के गर्छौँ भन्दाखेरि एउटा किताब पढे जस्तो अगाडिबाट एकैचोटि पछाडि पेजसम्म फर्र पल्टाएर हेर्ने ठिकै रहेछ यस्तै रहेछ भन्ने हाम्रो चलन छ। त्यसो नगरिकन यो 3 दिनको तालिम चाहिँ हामीले एकदम व्यवस्थित हिसाबले बस्नुपर्छ। म पनि तालिमको एउटा सहभागी हो। मसँग केही कुराको ज्ञान छ, तपाईँसँग केही कुराको ज्ञान छ, नयाँ साथीहरूसँग जोस छ, ऊर्जा छ, पुरानो अग्रजहरूसँग अनुभव छ। यो दुईटै कुरालाई हामीले मिलाउँछौँ र यसपछिको हाम्रो पहिलो सत्र चाहिँ हामीले जिल्लामा गरिरहेको यो चाहिँ खास गरी एआईसँग सम्बन्धित पत्रकारिताको अभ्यास र जो पत्रकारिताभन्दा पर बसेर पनि आफूले यो एआईको प्रयोग गरेर प्रविधिको प्रयोग गरेर केही न केही त गर्नुभएको छ। तपाईँहरूको पनि अनुभव सुन्छौँ। तर हामी एउटा चाहिँ छलफलमूलक हाम्रो खास यहाँ भएका साथीहरूको क्षमता के हो, हाम्रो अपेक्षा के हो भन्ने कुरा हामी पहिचान गर्छौँ। त्यसका आधारमा हामी कोर्स डिजाइन गरेका छौँ। 2 जना प्रशिक्षकहरू आउनुहुन्छ र एकदमै उपलब्धिमूलक यो कार्यक्रम बन्छ। र हामीले फेरि अर्को चरणमा अर्को कार्यक्रम चाहिँ अब यो एआईकै कार्यक्रम चाहिँ आज किन राख्यो त भन्दाखेरि अर्को चरणमा अरू कार्यक्रमहरू राख्छौँ। अहिले चाहिँ पत्रकारिताप्रति चाहिँ एकदमै धेरै आक्षेप लाग्न थाल्यो। सत्य कुरा आयो भने पनि यो त एआई हो भनेर पनि भन्ने चलन हो है। अर्को कुरा के हो, पत्रकारहरूले मेहनत गर्न छोडे भन्ने पनि हुन थाल्यो। हामीले छोड्यौँ पनि कि त्यसो हुँदाखेरि यो एआईले सबै गर्छ भन्ने हो भने एआईलाई पनि हामीले चलाउन सक्ने बन्नका लागि चाहिँ यो तालिम आयोजना गरिएको हो। एआईले हामीलाई चलाउन सक्दैन, प्रविधिले हामीलाई चलाउने होइन, हामीले प्रविधिलाई चलाउन सक्ने बन्ने हो। र यो 3 दिनमा हामी बन्नुपर्छ। त्यो खालको कार्यक्रम हामी बनाउने हो। र जे सिकिन्छ, सिकेको साथीहरू चाहिँ विशेष गरी नयाँ साथीहरू जो हुनुहुन्छ तपाईँहरूले चाहिँ अझ बढी ध्यान दिनुहोस् र केही न केही काम पनि गर्नुहोस्। किन तपाईँहरूप्रति हाम्रो लगानी छ, तपाईँहरूप्रति हाम्रो अपेक्षा पनि छ। आगामी दिनमा पनि हामी यस्ता कार्यक्रमहरू सञ्चालन गर्छौँ। र अझ यो पत्रकारिता त सबै मान्छेले सिक्नुपर्छ। पत्रकार हामी त लाली जोगन यसैमा बिताइयो, सायद अरू गरिँदैन होला, गरे पनि हाम्रो पहिचान पत्रकारकै हुन्छ होला। तर मलाई यसमा गर्व छ। म आफू पत्रकार हुनु र पत्रकारिता यो जिन्दगीमा यो जुनीमा पत्रकारिता गरेर सामाजिक विकासमा योगदान गर्न पाउनु, पत्रकार भएर बाँच्न पाउनु, समाजमा केही न केही सेवाभावको काम गर्न पाउनु, आवाज लिनेहरूको आवाज बुलन्द गर्न पाउनु, यो मेरो लागि गर्वको कुरा हो। भलै म आफ्नै जिन्दगीसँग धेरै खुसी छैन भने मैले अर्को मान्छेलाई खुसी पार्न सकिनँ होला। सकिँदैन, यो खुसी पार्ने पेसा पनि होइन। त्यहाँ को खुसी हुन्छ को खुसी हुँदैन भन्नेको पक्षमा भन्दा पनि सत्यको पक्षमा हामी जाने नयाँ साथीहरूले विशेष फोकस गर्न खोजेको। त्यस कारण के हो भने हामीले यसलाई यो पेसालाई, यो सिपलाई र यो प्रविधिलाई सही ढङ्गले चलाइयो भने हामीलाई पक्कै पनि सफल जीवनयापनका लागि सहयोग पुग्छ। अझ मलाई त के लाग्छ भने पत्रकारिता सबै मान्छेले आजबाट पत्रकारिता सिकोस् भन्ने लाग्छ। किनभने पत्रकारितामा खास सिक्ने भनेको 2टा कुरा हो, एउटा लेख्न पढ्न, एउटा बोल्न। होइन, लेख्न पढ्न बोल्न काम गर्नु, यो त जहाँ पनि काम लाग्ने कुरा हो नि। यसो हाम्रो गाउँघरतिर फर्केर हेऱ्यो भने बोल्न जान्ने आमा नै आमा समूहको अध्यक्ष भन्नुहुन्छ, बिस्तारै स्वयंसेविका, बिस्तारै त्यहाँको वडा सदस्य, बिस्तारै त्यहाँको कार्यपालिका सदस्य, अहिलेको संरचना अनुसार उपाध्यक्ष, अध्यक्ष, सांसद, बोल्न जान्ने मान्छे नै, लेख्न जान्ने मान्छे नै त्यहाँबाट बोल्दै जाने हो। र अर्को कुरा के छ, यसले एउटा छविको विकास गर्छ। त्यस हिसाबले पनि यी सबै कुराहरूलाई व्यवस्थित बनाएर ऊर्जाशील भएर हामी अगाडि बढ्नेछौँ।
यहाँको यो 3 दिनको बसाइ उपलब्धिमूलक रहोस्। हामी यहाँ आयोजकको तर्फबाट कुनै पनि कमी गर्दैन। टाढाबाट आउनुभएका साथीहरू बस्ने खाने के कसो छ त्यसमा पनि हामीले व्यवस्था गर्छौँ। त्यस हिसाबले अरू तपाईँका साथीभाइहरू कतिपय साथीहरू अझै पनि आउँदै हुनुहुन्छ, कोही यात्रा रूपमा हुनुहुन्छ, टाढा टाढादेखि आउने साथीहरू, उहाँहरू पनि आइसकेपछि हामी अगाडि बढ्नेछौँ र हामी सँगै हुनेछौँ र यो कार्यक्रमलाई असाध्यै उपलब्धिमूलक बनाएर हामी आगामी कार्यक्रमहरूमा पनि पत्रकार महासङ्घलाई सञ्चालन गर्नु लाग्ने खालको तालिम त आयोजना गरियो, प्रस्तावना लिए, बिरामीहरू कहाँ जा मागेर लिएर आएर यहाँ कार्यक्रम त आयोजना गर, तर साथीहरूले यसलाई चाहिँ त्यति प्रभावकारी रूपमा लिइदिनु भएन भने त अर्कोचोटि यस्तै त रहेछ भन्ने खालको भयो भने त फेरि संस्थागत हिसाबले काम गर्न जोस हुँदैन। तथापि पनि हामी हाम्रो क्रियाकलापहरू गर्छौँ। यो 3 दिनको बसाइ चाहिँ विशेष गरी हामी बनाऊँ। यहाँ सबैलाई सक्रिय सहभागिताको लागि फेरि पनि अपेक्षा गर्न चाहन्छु र आजको यो क्षमता विकास तालिम उद्घाटन समारोह यही समापन भएको जानकारी गराउन चाहन्छु र यसपछि चाहिँ हामीले लगभग 1-1.5 घन्टा चाहिँ हाम्रो अनुभवहरू सेयरिङ गर्छौँ। यहीँ बसेर हाम्रो क्षमताको पहिचान गर्छौँ, खुलेर छलफल गर्छौँ र हाम्रो स्ट्याटस पत्ता लगाइसक्दा नसक्दा त्यसपछि चाहिँ हामी अनि सिकाइमा जान्छौँ। यहाँ हामी सबैजना समान हिसाबले सिक्छौँ, एकदम अनुशासित मर्यादित भएर यसलाई व्यवस्थित रूपमा यो कार्यक्रम सम्पन्न गर्नको लागि सहयोग गर्नलाई यहाँ सबैलाई फेरि पनि एकपटक हार्दिक अनुरोध गर्दै अतिथिज्यूहरू यहाँ सहभागी सबैजनालाई फेरि पनि एकपटक स्वागत र धन्यवाद व्यक्त गर्दै आजको यो कार्यक्रम उद्घाटन समारोह मात्रै यही समारोहमा भएको जानकारी गराउन चाहन्छु। सँगै हाम्रो 4 गते चाहिँ पत्रकार महासङ्घ ओखलढुङ्गा शाखाको वार्षिक साधारण सभा छ, त्यसमा पनि यहाँको सक्रिय सहभागिताको लागि अनुरोध गर्न चाहन्छु। प्रदेशको पत्रकार महासङ्घको अध्यक्ष भरत खड्का, महासचिव घना चेन्नुङ लगायतका अतिथिगणहरू आउनुहुन्छ र हामीसँग अर्को पनि ओखलढुङ्गाको पत्रकारहरूले यो प्रदेशभरिका पत्रकारहरूलाई स्वागत गर्ने एउटा अवसर पनि छ। अबको प्रदेश अध्यक्षज्यू हाम्रै जिल्लाको भएको भएर पनि यो कार्यक्रम ओखलढुङ्गामा आउन सक्नुभयो। त्यस हिसाबले पनि हामी पत्रकार महासङ्घको तर्फबाट संस्थागत हिसाबमा हाम्रा साथीभाइहरू जिल्लामा आउनुहुने हो, उहाँहरूलाई पनि हामी स्वागत गर्नुपर्छ। यहाँको व्यवस्थापनमा हामीले पनि योगदान गर्नुपर्छ, किनभने हामी पनि उहाँहरूको अरू साथीहरू जिल्लामा जान्छौँ। हामी यो कार्यक्रम एउटा कसले आयोजना गर्यो, हाम्रो सबैको साझा कार्यक्रम हो। मलाई लाग्छ अघि टेक्सटले भन्नुभयो त्यो कार्यक्रम सामुदायिक रेडियो, व्यावसायिक रेडियो जुनसुकै भए पनि सञ्चार माध्यमहरूको दिगो बनाएका लागि साँच्चै राम्रोसँग कार्यशालामा हामीले सक्रिय सहभागिता जनाउनु हो भने त्यहाँ पनि के हुन्छ त भन्दा केही कुराहरू सिकिन्छ। हामी यहाँको यो कार्यक्रम सकिसके पश्चात हाम्रो टोली त्यहाँ पनि जान्छ, किनभने आयोजकलाई हामीले थप आर्थिक रूपमा भार पनि पारिँदैन, यो जिल्लाको पनि भइन्छ है। त्यहाँ पनि गएर बसेर शोभा बढाएर साथीभाइले स्वागत गरेर हाम्रो जिल्लाको ओखलढुङ्गाका साथीहरूको यस्तो खालको स्वागत भयो भन्ने खालको एउटा सन्देश पनि जान्छ। त्यो हाम्रो दायित्व पनि हो, त्यसका लागि पनि साथीहरू अनुरोध गर्छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घ, आन्तरिक मामिला मन्त्रालयलाई त्यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यो हाम्रो कार्यक्रममा यहाँको फेरि पनि सक्रिय सहभागिताको लागि अनुरोध गर्दै यो कार्यक्रम यहीँ समापन भएको जानकारी गर्छु।